हेलो नमस्ते वेलकम ब्याक फेरि पनि मेरो युट्युब च्यानलमा स्वागत छ है त तपाईँहरूलाई र आज हामी राइना स्पोर्टतिर होइन हाम्रो पास्टेको चेलीहरू र हामी केटाहरू युवाहरू तपाईँहरूमा देखाउने छु हाम्रो रमाइलो कस्तो हुन्छ है त यहाँ रेडी छ अब राइना स्पोर्ट जानलाई लालीगुराँस हेर्न आएको रे अलिअलि टिप्छ पनि होला सायद लालीगुराँसको जङ्गल थियो होइन तर एउटा गाडी नै चाहिँ पिकनिकको होला हाम्रो यति 1 2 3 4 5 6 7 8वटा बाइक हाम्रो होइन 8 दुना 16 जनासम्म हामी ट्याक्क ल हामी चाहिँ यता माथि भाँडातिर होइन जान लाग्यो के कस्तो छ लालीगुराँस त अब ल पक्कै छ के अरे रातै होइन के कस्तो हुन्छ अब हामी माथितिर लाग्दैछौँ तल मान्छे चाहिँ जस रहेछ कि अलिअलि नला चाहिँ किन बना टिकटक लजाउनु हुँदैन टिकटक बनाउन ल लालीगुराँस यस्तो रातो है सब ल रातो रहेछ कि सेतो चाहिँ नरहेछ जस्तो छ लालीगुराँस ल हो त एभ्रिवान हामी चाहिँ अब माथि उक्लिँदैछौँ डाँडातिर के कस्तो छ माथिको डाँडाको भ्यू तपाईँलाई देखाउने नै छु है त ल अहिले यहाँ चाहिँ ग्रुपहरू फोटो सेसन भइरहेको छ लालीगुराँस है ल ल ह्याप्पी होली त दिदीहरूलाई ल ह्याप्पी होली रातो र पिङ्क रहेछ है के हो रातो र पिङ्क छ हेर्नु तपाईँको भन्दा मेरो खतरा क्यामेरा आउँछ नि यहाँबाट यो के हो यो मन्दिरहरू के हो ओम नमः शिवाय त्यस्तो म मन्दिरमा प्रवेश गर्दैछु ल राइना स्पोर्टको यो भ्यू पोइन्ट मेन टुको यस्तो छ ल अलिक धुन्दुलो भन्छ कि कुहिरो लगाएर तल उसहरू रहेछ नि त सातो गएको भिड रहेछ आमामा डर लाग्दो यति नै रहेछ कति धेरै माथि चढ्नु परेको हामी हो यस्तो बेलामा ल ल केटाहरूले शीतन होइन शीतन चाहिँ लालीगुराँस खाँदैछ केटाहरूले लालीगुराँस खान पर्छ केटा राम्रो हो लालीगुराँस होइन धेरै खानु पनि हुन्न फेरि लाग्छ फेरि लालीगुराँस खाएको दबाई हो कि धेरै खानु न सही हो छ सोलमारी शीतन लालीगुराँस यहाँ हुन्छ हेलो गरे ल मनिका बहिनी ल है त ऊ माथि टिकटक बनाउँदैछ त्यहाँ हेरौँ न कसरी बनाउँदैछ टिकटक भाउजूहरूले ऊ आमा दिदी यता हेर्नु त छेउछेउ नहिन् भत्केला छेउछेउ नहिन् भत्केला
टिकटक बनाउँदैछ है त त्यहाँ बुहारीहरू भाउजूहरू होइन। हामी चाहिँ यहाँ तल भ्यू होइन, हामी डाँडामा छौँ, भ्यू चाहिँ होइन दामी छ, डेन्जर तल छ कि। यसो एकछिन रेस्ट हो कि, डेन्जर हिँड्यो हामी लगातार। हामी कति 1.5 घन्टा त बढी हिँड्यो है हामी लगातार है। 1.5 घन्टा बढी राइडमा हिँड्यो नि त। एउटा ठाउँमा पनि रोकेन क्या फेरि के, बाइक राइडमा आउँदा 1.5 घन्टामा स्ट्रेट हिँडेर हामी यहाँ लन आइपुग्यो। सो एकछिन रेस्ट गर्दैछु होइन, के कस्तो हुन्छ तपाईँलाई माझ हामी राख्ने छु। घरतिर फर्किँदै अब होइन उता राइनस कोटबाट फर्किँदै हामी चाहिँ है अहिले यहाँ खाजा विश्राम। ओ मोनिका किन सुतेको? नमस्ते, हामी खाजा खान बसेको, खाजामा फेरि मोमो नरहेछ मेरो फेभरेट मोमो। हेर्नु न मलाई नदिकाइदिएको छन् बोलेको देखेर छु त। ए हो है मजा आउँछ। ल नाचौँ न ग्रुप डान्स एउटा यस्तो फ्ल्यास लाइट बालेर। सबले फ्ल्यास लाइट बालम त दामी हुन्छ कि। ल हुँदैन है यत्रो ग्रुपमा छ सबलाई सब। ए हामी यत्रो जना हामी सबसे नाचौँला नि, त्यसलाई पनि नचाउँला नि। जो आउँछ त्यसलाई नचाउने हो हामी सब ल मिलेर यहाँ यत्रो जना ढुक्क नचाउने। ल Baila conmigo bajo la luna, el ritmo calienta, siente la fortuna de sol y fuego, pasión en la arena, tu movimiento es pura candela. Fuego, mueve, mueve sin condición, la noche llama, siente la explosión. Fuego, fuego, nuestra canción. Sun-kissed bodies dancing in the glow. Heat of the summer, letting it go. From the player to the disco lights, we keep it moving all through the night. Fuego, fuego, en el corazón. Fuego, mueve, bebé sin condición. La noche llama, siente la explosión. Fuego, fuego, nuestra canción. Okay. Feel the ocean, waves in the sound. Palms are swaying, let's get down. Dame tu mano, don't let go. सबजना लाली गुराँस लिएर आएको यत्रो टाढाबाट बुटमा गएर मै टिप्छु छु कहाँ छु
चाचीले त अहिले खतरा परेको चाचीले त म्याक्स दाले उठाएको अरे एउटै हाँगामा हो त्यसरी टिप्नु पर्थ्यो नि त अनि ल सबजना लालीगुराँस लिएर आएको छ होइन मैले त बहिनीले दिइदिएको के बहिनी लिएर बहिनीको लागि बहिनीलाई ल सो है त बाई सबैजनालाई बात कोई शानी लिख दूं के तेरे पे कहानी